ल राम्रोसँग घर हेर्नु म माथि कामतिर गएर आउँछु कोही मान्छेले यहाँभित्र पखान दिने होइन बुझ्यौ नि आजकल तेरो बानी बिग्रिँदै गएको छ बुझिस् के को बानी बिग्रिने र दाइ के सोचेर बोल्नु भएको छ र हजुरले अझ मुख मुखै लाउँछस् तेरो मुखसुख च्यातिदिउँला मैले फेरि अहिले घरको ठुलो मान्छे भएर पनि घर चलाउन जान्नु पर्यो गाउँ गाउँ लहर लहर डुलेर हुन्छ र अहिले आएर मलाई कराउने ल ल घर आउँछ हेर म काम गरेर आउँछु ल ल भरे चाँडो खाना खान आउनु हो मनमा हेर्नु छु सरसफाइ गर्दैछु लाउडे दाइ बस्नु न ए ल ल हुन्छ अनि मनमा तेरो दाइ ठाकुर कता गर्दै नि खै लाउरे दाइ दाइको त के कुरा गर्नु र बिहान उठ्नुहुन्छ गाउँतिर जानुहुन्छ गाउँको कुरा सुनेर आएर मसँग झगडा गर्नुहुन्छ ए हो र के काम पर्दो रहेछ घरि बिहान उठ्दै गाउँतिर जाँदै गर्ने मान्छे त फेरि ठिकै छ गाउँतिर कसको कुरा सुन्दो रहेछ फेरि अनि गाउँबाट फर्केपछि तिमीलाई फेरि रातदिन टोक्दो रहेछ फेरि खै मलाई त केही थाहा किन हो कि त्यही त नि लाउरे दाइ मलाई त मरम कि बाँचम बनाउनु भएको छ दाइले बाहिरको कुरा सुन्नुहुन्छ आएर दिनदिनै घरमा झगडा गर्नुहुन्छ लाउरे दाइ दाइले सम्झाइदिनु पर्ने भयो हजुरले हेर बहिनी यो समस्या भनेको आफूहरूको पारिवारिक समस्या हो यो कुरा म बाहिर मान्छे बोल्नु त ठिक हुँदैन तर केही पनि छैन अब ठाकुर भनेको मेरो बच्चैदेखि साथी हो ठिकै छ नि त म उसलाई सम्झा बुझा गर्न सक्छु भनौँ ल सम्झाउनु दाइ पछिको अर्को रूप दाइ हजुर दाइलाई जसरी भए पनि सम्झाइदिनुहोस् है हजुर बस्दै गर्नुहोस् म चिया पकाएर लिएर आउँछु भयो बहिनी अब मैले भर्खरै चिया पिएर आएको बरु ठिकै छ म अहिले लाग्छु बरु त्यो ठाकुरलाई बाटोतिर भेट्यो भने म राम्रोसँग सम्झाउँछु चिन्ता नगर है हुन्छ दाइ आउँदै गर्नु भइहाल्छ नि घर पनि आफ्नै घर जस्तो मेरो घर पनि ठाकुर घर जस्तो हो एउटै त नि हामी एउटै परिवार जस्तो त हो नि ल है ल नडराउ न राधिका किन डराएको मान्छे हो कि मान्छे डराउनु पर्दैन मान्छे त मान्छे हो नि तपाईँले मैले के भनेको छु र बरु भन्नुहोस् कति कामले आउनुभयो कति कामले हुने राधिका तिमी यति जवानी भर्खरकी छौ तिम्रो बुढा विदेशतिर तिमी यसरी कसरी जिन्दगी काट्छौ हेर म पनि भर्खरको हट्टकट्टै छु
होइन हो ठाकुर दाई, हजुरले यो कस्तो कुरा गर्नुभएको? गाउँको छोरी बुहारीमाथि यस्तो नजर लाउन हजुरलाई अलिकति पनि लाज लाग्दैन? लाज त लाग्छ नि, त्यही भएर त एकान्तमा भेट्न आएको नि तिमीलाई, नत्र त म तिम्रै घर आउँथेँ नि। हो, ठाकुर दाइले भनेको कुरो सही हो। यो गाउँको हुने खाने मान्छे, दुखी गरिबको दुःख त देख्नै नहुने ठाकुर दाइ यो गाउँको बेस्ट मान्छे। भाउजू, ठाकुर दाइको कुरा माने हुन्छ। होइन लटे बाबु, के भन्नुभएको यो तपाईँले? जे भए पनि यो गाउँको बुहारी हो म। होइन, तिमी यो गाउँको बुहारी हौ, मेरी बुहारी त होइनौ नि। तिम्रो बुढो विदेशमा छन्, यतिको जमाने हट्टाकट्टा जिन्दगी किन खेर फाल्छौ तिमीले? म तिमीलाई माया गरिहाल्छु नि। हो भाउजू, ठाकुर दाइले भनेको कुरो सही हो। दिनो जवानी त्यसै खेर नफाल्नु है भाउजू। ल त भाउजू, म त गएको। अनि के छ त विचार? विचार सिचार मलाई केही पनि थाहा छैन। कस्तो मान्छेहरू बस्छन् यो गाउँमा, पातकीहरू। यसलाई पट्याम भनेको पटिँदैन। त्यसले फेरि घर गएर सास ससुरालाई कुरा लाउने होला, ए यो ठाकुरले यस्तो गरेको थियो भनेर। योभन्दा पहिला मै घर जान्छु। ओहो कालो भाइ, कता हिँड्यो? म दाई हजुरलाई नै भेट्न भनेर यसो हिँडेको थिएँ, बाटैमा भेटेँ दाई। ल कालु, के काम थियो र? अब जता भेटे नि भेट्ने काम हो, ठ्याक्कै भेटिहालिस् त। भन्न त के काम हो? दाईले मलाई सहायता गर्नुपर्ने भयो कि दाई। त्यो ठाकुर छ नि, त्यसले मलाई हिजो त्यसकै घरमा बसेर चिया खाइराखेको थिएँ। एक्कासी आएर दाई यहाँ तिनचोटि लाग्तीले हान्यो नि दाई मलाई। सुकी भन्नु लौ न दाई, मलाई दाईले सहायता गर्नु। हो र कालु, त आफै त्यस्तै छस्। त्यो ठाकुरले त तँलाई ढाँड पछाडिबाट प्याट्ट लगाएर तिनचोटि हानेछ। म भए त तेरो त ढाँडै सर्काउँथेँ नि। बरु भन्, तँलाई के सोख चाहियो मबाट? के सहयोग माग्नु र दाई? खोइ तपाईँले नै ढाँडा बाँध्ने कुरो गर्नुभयो। तैपनि दाई, तपाईँलाई मैले विश्वास लागेको कारणले गर्दा त्यो ठाकुरीलाई चाहिँ तपाईँले सम्झाइदिनु पर्यो। हिजो यति नराम्रो कुटेको दाई, यदि त्यस्तो कुटाइ तपाईँलाई कुटेको भए तपाईँले नि सहन सक्ने थिएन कि दाई। ओइ कालु, तैँले के कुरा गरेको? हाँसै लाग्दो। त्यो ठाकुरले मलाई कोद्ने पिट्ने के सोचेर भनेछस्? कालु कुरा सुनेर हाँस लाग्छ। बरु त्यसलाई म एकचोटि राम्रोसँग सम्झाइदिउँला, बुझिस्? म त्यसको बहिनी हेर्न चाहिँ गएको होइन दाई। यसो चिया खान पाइन्छ कि म गएको त। त्यसले पनि चिया दिएको थियो क्या हेर्नु। खाँदै थिएँ, पछाडि भएर प्लेट हानिदिएर दाई यो खुस्किहाल्यो। दाइले सहायता गर्नु भन्नुभयो, त्यसलाई चाहिँ नछोड्नु। हेर कालु, ओइचोको पैसा त लिनुहुन्थ्यो, अब त आफै त्यस्तै छस्। मलाई थाहा छैन र? गाउँभरि तिमीहरूको हल्ला चलाए त चिया खाने ल्याउनु त होइन। त्यसलाई यसो माया प्रीति कुरा गर्नु गएको होस्। तर ठिकै छ, त्यसलाई म सम्झाउँछु, फिकर नगर। हेर्नुहोस् दाई, सम्झाउने मात्रै होइन, त्यसले मलाई जसरी यहाँ हान्यो नि त्यसरी कुट्न पर्यो दाई। त्यो चाहिँ तपाईँले कसरी हुन्छ कुट्न पर्यो। सम्झाइ बुझाइ मात्रै होइन दाई, यो गाउँको गाड्ने मान्ने सब कुरा भने दाई हो। हामीले दाईलाई भगवान् मानेका छौँ। यदि तपाईँले त्यसलाई तलाई दिनुभयो भने दाई, म तपाईँको गोडै ढोक्छु दाजु। ए यसको मतलब तेरो बदला मैले लिनु पर्यो त्यो ठाकुरलाई पिटेर? हजुर, पिट्नु त हुन्थ्यो। हेर कालु, अब ऊ पनि मेरो सानै बच्चादेखिको साथी हो, कसरी कुट्ने त? तै पनि म विचार गर्छु।
त्यो अलिक फटा त छ त्यसलाई त चाहिँ लाउनै पर्ने छ हजुर है ल तैँले चिन्ता नगर्छ बरु अहिले छुटौँ ल त दाइ ल ल कालु चिन्ता नगर बस्नु नि दाइ मलाई सहायता त गर्नुहोस् है गरिहाल्छु नि चिन्ता नगर कति भनेर आफै जोतिलो ठाउँमा हेर्नु हुन्छ छोरो विदेश गएको पनि 12-13 वर्ष भइसक्यो दसैँ तिहार आइसक्यो अहिलेसम्म आएन तिहारमा पनि 2टा दिदीबहिनी टिको लाउने दाई भनेर पर्खेर बसेका छन् छोरीहरू कहिले आउँछ खोइ यो सब भएकै राधिकाको कारणले हो मेरो छोरो विदेशबाट नआउनु कारणै त्यही हो जुन दिन यो राधिकालाई हामीले भित्र पसालेका थियौँ त्यो दिनदेखि हाम्रो घरको चर पाएर हेर्नु डामाडोल पारेर छोडी त्यही त नि बुढी त्यो राधिकालाई कस्ता दिन भित्र त हेर पार्वती होइन हाम्रा बाआमाको आज के गन्थनु कसलाई भित्राउनु सित्राउने कुरा गर्दै हुनुहुन्छ तपाईँहरूले कसको कुरा गर्ने र ठाकुर बाबु त्यही हाम्रो राधिका भनाउँदीको क्या हेर न ठाकुर बाबु त्यसले त हाम्रो तहनसै पारिदिने तपाईँले ठिक भन्नु लान्छ नि बा त्यो राधिका त ठिक पनि छैन कि तल आटी गरे माइला कहाँ पनि त्यही कुरा गरेर बसिदिए त्यसैकै कारणले त हो नि तपाईँको छोरा यो घर आउनु नमानेको आफ्नो बुढालाई त फकाइ फुलाई घर बोलाउनु पर्दैन त नि त्यसैले गर्दा बिगारेको यो घर बुझ्नुभयो बिहान उस बेला गयो बल्ल सवारी भयो महारानीको यो राधिका कहाँ जान्छे जहिले जहिले ढिलो गर्छ के कुरा गर्नुको लागि छ नि बा तपाईँको बुहारी राधिका भनेको राधिकै हुन् तिनी त सती सावित्री हुन् यस्तरी गाली गर्नु हुँदैन बुझ्नुभयो नि होइन ए ठाकुर बाबु के कुरा गर्नुभएको तपाईँ यता नि ठिकै उता नि ठिकै होइन मैले सही कुरा गरेको छु त बुहारीलाई माया गर्नुपर्छ बुहारीलाई आफ्नै छोरी जस्तै गरेर माया गर्नुपर्छ बुझ्नुभयो नि बिहानभरिमा एक भारी यहाँ ल्याइछस् अझै त्यहाँ ठिङ्ग उभिन्छस् जा भित्र गएर काम गर ल रामछाने बाबामा अहिले म लागेँ बुहारीलाई गाली नगर्नुहोस् नि बुहारीलाई माया गर्नुपर्छ है ल के गर्ने आफू एक्लै छ घर कोही भनाउँदो फिल्म 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 भन्छन् कहाँ हरा हो कहाँ गा हो केही अत्तो पत्तो छैन आफूलाई भ्याइ नदिएछ यहाँ काम लो अझै ठुलो लाग्छ मलाई कहिले रहेछ नानी निकाल्ने अन्डा ढुकेको ढुकेछ ल खाऊ म पानी ल्याइदिन्छु ल यो पानी खाऊ यो पानी मात्र त खाने होला दाना हिजो अस्ति त्यो त्यत्रो खा भात छ त्यतिकै छोडा
ए ठाकुर म पनि कस्तो भुलक्कर रहेछु अब त यसलाई कालुको जेठान पो भन्नुपर्छ ओए कालुको जेठान कता हिँडिस् है त मर्लाइस् भनेर भेट्न हिँडेको होइन आजकल तँलाई के भएको छ भन् त लाउरे जहिले पनि न्यु मात्रै खोज्ने कुरा गर्छस् बोल्नै छ भने राम्रोसँग बोल्न झन् उसैकै राम्रो होस् भलो होस् भनेर सम्झाउनु लाग्यो झन् हुने नहुने मलाई उल्टो थर्काउनु खोज्छु त बा ए भनेपछि मैले तैँले जे भने पनि मैले फुलमाला लाएर स्वागत गर्नुपर्ने भयो नि त तँलाई ल भन् के कुरा हो ए ठाकुर त जति नै मसँग रिसाए पनि म तसँग जति नै रिसाए पनि आखिर हामी भनेको बाल्यकालको साथी तँलाई चोट लाग्दा मलाई छातीमा चिरेर आउँछ मुटु दुख्छ बुझिस् के भन्न लागोस् तैँले छिटो भन् मलाई अलि हतार छ हे ठाकुर तँलाई पनि थाहा छ यो गाउँमा तेरो बहिनीको बारेमा अनेक कुराहरू चलिरहेको छ यस्तो कुरा सुन्दा मलाई नरमाइलो लाग्छ अब तेरो बहिनी भनेको मेरो पनि बहिनी हो अनि यस्तो कुरा सुन्दाखेरि मलाई छाती चिरेर आउँछ बुझिस् हेर लाउरे गाली त गर्छु नि बहिनीलाई मैले तर मुखले गाली गर्छु भित्री मन भने कटक्क खाएर आउँछ लाउरे तँलाई पनि थाहा छ नि यत्ति आमाले छोडेर जानुभयो बाबाको हाँसो मात्र हिँड्न थाली थिए बाबाले पनि छोडेर जानुभयो सानैबाट मै बाउ भएँ मै आमा भएर हुर्काएँ त्यसलाई बिहे गरेर दिएँ त्यसलाई अहिले घरबार बिग्रियो दुनियाँले कुरा काट्ने बाटो भयो उसलाई मलाई थाहा छ मेरी बहिनी कति छ भनेर हो ठाकुर दाई छिटाउनु मलाई अलि ढिला बजाउनु ल लाउरे मेरो सानो काम छ अहिले म हिँडेँ पछि भन्दा है 500 रुपियाँ पैसा लगाएको थियो म तिर्नु नि आएन काम गर भन्थे काम पनि गरेन अहिले बाबामा हिँ भइदिएको भए काम गरिदिन्थे बाबामा नभए पनि बुहारी हुनुपर्ने हो ढोका भन्ने खुल्लै छ ए कालु दाईको आउनु भएको छ कतिखेर आउनुभएको दाई म आएको एकैछिन भयो नानी एकैछिन बस्दै गर्न है म चिया बनाएर लिएर आउँछु ल ल नानी हुन्छ भोक लागिरहेको थियो चिया खान पाइने भयो आहा लामिछाने भएको बुहारी कति राम्रो सुन्दर सुशील कति मजाको भद्र व्यवहार छ दाई चिया खानुहोस् है भन्नुभयो मलाई पनि भोक लागिरहेको हुन्छ त भने त्यो मुर्दार ठाकुर छ नि खराब यस्तो राम्रो मान्छेलाई कस्तो गिद्धेर नजर लाउनु सकेको त्यसले त्यसलाई चाहिँ कुट्नै पर्छ त्यसको घरमा जाँदा चिया खान पनि दिन्न त्यसको बहिनीले पनि ए ल ल बहिनी ल धन्यवाद बहिनी
ओहो नानीले बनाएको चिया त साह्रै मिठो। त्यो ठाकुर छ नि त्यसो घरमा चिया खानु गएको त 3 लात तानेर पठायो मलाई कुटेर। नानीको हातै मिठो। कालु दाई चिया खाएर जानुहोस् भन्नुभयो। ए हो र है, बरु चियामा चिनी पो लागेको छ कि छैन? राधिका हेर काम नलाउने नकचरी, घरमा काम गरेर बसिओली भनेको त कालुलाई ल्याएर चिया घिचाएर बसिरहेछ है। अझै हेर्न त्यहाँ लपक्क टाँसिएर बसे कि त्यही भएर पो छोरो घर नआएको। तपाईँले ठिक भन्नुभयो बुढा, छोरो किन घरमा आएन भनेको त यार यही कारणले हो के छोरो घरमा नआएको। जातेरी के भन्नुभयो कि बाआमाले? यस्तो देवी जस्तो बुहारीलाई त्यस्तो पाप बोल्नुहुन्छ? पाप लाग्छ तपाईँहरूलाई पाप। हेर तपाईँको 500 रुपियाँ अस्ति लिएर गएको थिएँ, त्यही पैसा दिएन भनेर होला, त्यो पैसा म तिरिदिन्छु। मैले अस्ति लगेको 500 रुपियाँ त जसरी पनि तिर्छस्, यो त म जसरी पनि लिन्छु। मैले भन्न खोजेको हेर यो नकचरी लाऊ। के भन्नुभएको बुवामा हजुरहरूले? म अर्काकी छोरी हजुरहरूको घरमा आएर घर धानेर बसेको छु। आजसम्म मैले यो घरको र मेरो इज्जत जोगाएर बसेकी छु। फेरि पनि तपाईँहरूले मलाई यस्तो आरोप लगाउँदाखेरि अलिकति पनि लाज लागेन? हेर त बुढी, एउटा मान्छेको आड के पाइ थिए, अहिले त हामीलाई मुख लाग्ने भइसक्यो त। ठिक भन्नुभयो बुढा, बेच्न राखेको दुध तो कालुलाई चिया पकाएर पो खुवाइछ। खुवाई यतिको दानी बुहारी त कसले पो पाहा र? तपाईँको घरको 1 गिलास चिया खायो भन्दैमा मलाई यत्रो कुरा सुनाउनु पर्छ? तपाईँको 500 रुपियाँ पनि तिरिदिन्छु अनि यो चियाको पैसा पनि तिरिदिन्छु। के मुखा हेरेर बसिसस्? मान्छेको अगाडि खुब बेइज्जत गरिस् है। जा भित्र गएर भात पका। हेर हाम्रो कर्म कस्ता मान्छेलाई बिहोर्न परेको होला, धिक्कार हो। ओहो लाउरे बा, त्यो ठाकुरलाई सम्झाइदिनु भयो तपाईँले? ल हेर यस्तो कुरा पनि गर्ने हो। हेर कालु, मैले त्यसलाई पर बारीमा भेटेको थिएँ, यति साफसँग त्यसलाई थर्कायो कि कामेरा टोपी एकतिर मान्छे एकतिर जुत्ता एकतिर कुलेला ठोकिहाल्यो नि। अच्छा लाउरे बा, त्यो कुलेलाम ठोक्यो भनेपछि त्यो भाग्यो काइत्त हुने भयो नि। निकै मलाई कुटेको थियो नि। हेर कालु, ऊ र म त बच्चाकै साथी, मेरो चड्डी पो चोरेर भएछ। मलाई त यता खोज्छु उता खोज्छु, मेरो चड्डी देख्दैन। यसो सोच्छु त त्यो ठाकुरले पो लिएर गएछ। यति बेला मैले त्यसलाई यति नानासँग गोदेँ कि अहिले पनि त्यसलाई त्यो गोदेको याद आएर छ। मैले यसो के गर्थेँ, भागिहाल्यो नि। भनेपछि लाउरे दाई, तपाईँले त्यो ठाकुरलाई अहिले थर्काएको हो कि त्यो बेला थर्काएको हो र? अनि त्यो तपाईँको चड्डी त्यसले त सिरकै जस्तो गरेर ओढेर सुत्यो कि क्या है दाई? त्यही त कालो पनि मैले बचपनको सानो छँदा कुरा गरेको छु। सानो छँदा त्यो चड्डी चोरेको भनेको अहिले हो र? सिरो ओढेर सुत्यो होला रे।
भने के कुरा गरेको कालले पनि भनेपछि एउटाले मेरो काम गरेर अहिले गएर कुट भनेको तपाईँलाई मैले ल कहाँ त्यो बेला कुरो गरेको ठ्याक्कै भयो म त त अब पिल्छु दाइ सुन मैले अघि नै भनिसकेँ नि मैले यसो हात के उठाएको थिएँ कुलेर ठोक्यो भनेर मैले कुट्नै पाएन त अनि बुझिस् नि कुरा ए भनेपछि त्यो ठाकुर कुट्नी नभए भागेछ भोलि चाहिँ त्यो ठाकुर थुरुरु काम गरेर नछोड्नु चाहिँ दाइ कुटिहाल्नुपर्छ त्यसलाई भइहाल्छ नि कालो चिन्ता नगर कसलाई कुट्ने कुरा हुँदैछ कसलाई कुट्नु खोज्नु नि तेरै दाइलाई कुट्नु खोजेको आइए अहिलेसम्म ढाड दुखिरह तेरो दाइलाई कुट्नु छ तैँले त माया गर्दैन रहेछ मलाई हेर कालु कुट्न चाहिँ हुन्न कुटाइ चाहिँ तिमीले खाएको हिजो बेसके नै बरु लाउरे बा दाइले चाहिँ सम्झाइदिनु न हजुरले हेर मनमा तेरो दालाई मैले सम्झाउँछु भनेर बोलाएकै हो के हो म माथि के देखेछ कुनी त्यस्तो कहिल्यै नभाग्ने मान्छे स्यालले कुखुरा टिपेर त भाइ जस्तो कुलेनाम ठोक्यो के हो म बुझ्नै सकेन खै लाउरे बा दाइलाई जति सम्झाए पनि लाग्दैन दाइको बानी नै त्यस्तो छ अनि बाउ नि त चाहिँ कतै नलागेदै नि यति गाउँ डुल्न हिँडेको ल तिमी गाउँ डुल्न हिँड हामी चाहिँ लाग्यौँ है हस् हुन्छ ल हिँड कालो भाइलाई चाहिँ सम्झाउने नि फेरि हेर आउनु कठै बिचरा कालु हिजो दाइको पिटाइ त बेसी नै खायो नि लबन लटे तैँले के कुरा बोलाएको हेर्नुहोस् ठाकुर दाई लाउरे छ नि लाउरे त्यो त तपाईँको अगाडि मुखले ठिक्क मात्रै पार्ने हो दुश्मन हो दुश्मन तपाईँको ए त्यस्तो पो है त लाउरे मसँग त्यो चिल्लो घसेर कुरा गर्छ त एउटै आन्द्रा जस्तै भएर कुरा गर्छ ए त्यस्तो पो रहेछ त त्यसलाई म त्यस्तै आएको र दाई त्यसको सब कुरा बुझेर तपाईँलाई सुनाउन आएको हो ए भनेपछि कुरो त्यस्तो पो लटे तर जानेर बुझेर सुनेर अनि मलाई भन्न आएकोस् तैँले मलाई ढाँटेको त होइनस् नि धरो धर्म दाई कसम दाई ढाँटेको होइन तपाईँले कहिले म ढाँट्छु हेर लटे यति छिटे विश्वास मान्ने म त होइन त्यही पनि तैँले कुरो चाहिँ मिल्दोजुल्दो कुरो गरेछस् गर्नु त त्यही पनि म विचार गरौँला हेर्नुहोस् दाई मेरो ज्यान जोखिममा राखेर तपाईँलाई भन्न आएको हो विचार चाहिँ गर्नु है ल लटे तैँले यो कुराको टेन्सन नलि जामिन विचार चाहिँ हुने हो ए दिदी दिसरा दिदी ओइ को हो र ए धनमाया पो रहेछ ल ल धनमाया बस्दै गर म चिया लिएर आउँछु धनमाया हजुर कति काम लागेको त नि आज बिहान ल्याइज त चिनी कतिको खान्छ पनि तिमीले म त चिनी एकदमै कम खान्छ कस्तो भयो तिमीलाई चिनी एकदम ठिक छ दिदी दिलसरा दिदीले बनाएको चिया त मिठो भइहाल्छ नि
दिदीको हातै मिठो। भो नफुर्काउ धनमाया, बुढो कति कामले आएको हो त्यो भनिहाल। भन्न त हुन्थ्यो के अरे दिदी, तर दाइ कता हुनुहुन्छ? दाइ कता हुनु र धनमाया? खालि फिल्म 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 सिरियल के भन्दै हुनुहुन्छ। खै कहाँ हो थाहै छैन मलाई पनि। त्यही फिल्म सिलिम बनाउनु जानुभयो होला नि कहाँतिर। ए हो र? भन्नु खोजेको कुरा के हो र? छिटो भन न। ए मलाई अलिकति पैसाको खाँचो थियो, त्यही भएर। अनि धनमाया तिमीलाई पैसा कति चाहियो र? भइदिउँ मलाई 10,000को खाँचो हो, छ भने दिनु न। दिनु त हुन्थ्यो के रे धनमाया, पैसा जति खालि बुढोले फिल्म फिल्म भनेर कहाँ कहाँ के गरे छैन। अहिले खासै व्यापार नि छैन, त्यो नाल थोरैले हुँदैन। त अनि तपाईँसँग नि नरहेछ, 5,000 भए नि दिनु न मलाई। ल पनि धनमाया बस्दै गर, पैसा हेर्छु। दाइ मौका यही हो, तपाईँ जानुहोस्, मान्छे हेर्दै बस्छु, ढुक्कले जानु। तैँले ठिक मान्छे लटे। ल म जान्छु है, फेरि भोलि फेरि चाहिँ दायाँ केही नहोस् नि फेरि है। के गर्नु भएको यो तपाईँले? छोड्नुहोस्, ग्वार ग्वार बचाऊ, ग्वार ग्वार छोड्नुहोस् मलाई। बितायो बुढाले।